माई युट्युब च्यानल। आजको यस भिडियोमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ म पश्चिम रुकुम खलङ्गादेखि उता दाङतिर चाहिँ जाँदैछु। अनि के कस्तो लाग्छ बाटोमा तपाईँहरूले भ्यू देखाउन चाहन्छु, अनि हेर्दै गर्नु होला। पारिदेखि चाहिँ मामा आउँदै हुनुहुन्छ, अनि एकछिनमा अब हामी जाँदैछौँ। बागमरादेखि पनि जान्छ कि त्यहाँदेखि चाहिँ जान्छौँ। अब सिरिडाङ जान्छौँ, दारबोट, अनि दारबोट गरेर जिल्ला गरेर चाहिँ डिस्ट्रिक्ट गरेर जान्छौँ क्या हामीहरू। यता पनि किन नहुने यस्तो माथि चिसो एकदम सिरिरहेको लाग्छ, यहाँ तातो हावा लाग्छ। यहाँ त लास्टै तातो हावा माथि सबले त त्यसले चाहिँ यता सल्यानदेखि गएर यता पोखरा कहाँदेखि जान्छ नि मामा? पोखरा हजुर यही बाटो पनि जान्छ क्या, यही बाटो जान्छ होइन? हजुर माथि बागलुङबाट पनि जान्छ। ए बागलुङतिरदेखि चाहिँ हजुर पोखरा हुँदै ए हो त है, तर टाइम छैन मात्रै सल्यान जान्छ मलाई एकछिन पछि। अब हामी चाहिँ अब यहाँ खास अब यहाँ चाहिँ मामाले अगाडि बाइक कुदाइनुहुन्छ, म चाहिँ पछाडि बस्छु। तर धेरै कुरा हुन्छ, त्यही पनि घरको यताउता भिडियो गराउँदै ल अहिले चाहिँ हामीहरू चाहिँ नास्ता गरेर आएको छौँ। बिहान चाहिँ केही नखाएर चाहिँ हामीले आएको छौँ। समोसा होला नि शिवजीको रहेछ होइन? बोडी चौर भन्ने यतै हो नि मामा? बोडी चौर भन्ने यही हो? ए शिव मन्दिर हो? शिव स्थान होइन? शिव दर्शन गर्न
अहिले चाहिँ मामाले शिवजीको दर्शन गर्नुहुन्छ, म पनि दर्शन गर्छु होला। अहिले चाहिँ यहाँ पनि ठुलो रहेछ नि होइन मामा? ल अहिले चाहिँ हामीहरू चाहिँ लाग्छौँ। अब त्यसपछि फेरि ठिकै रहेछ, यता सिमेन्ट राम्रो एकदम राम्रो रहेछ। भर्खर बनाएको कि मामा? कति वर्ष जति भयो हो नि? ठिक छ, एकदम राम्रो बनाऊ। यस्तोमा त क्या दिन राम्रो आउँछ है, यस्तोमा त झन् उमा के अरे बर्खा लाग्नुपर्छ होइन? दामी हुन्छ कि यता हरियाली। लाग्न लाग्यो। आजको भिडियोमा म यति नै इन्ड गर्न चाहे। आगामी दिनमा ब्लग वा भिडियोहरू यस्तै निरन्तर आइरहनेछ। हस्त, धन्यवाद।